लन्डनमै पढ्ने त्यो पनि मेन क्याम्पस, जहाँ चाहिँ रियल युनिभर्सिटी इन्भाइरोमेन्ट होस्, इन्फ्रास्ट्रक्चर फ्यासिलिटीहरू पनि राम्रो होस् भन्ने सोच्नु भएको छ भने युनिभर्सिटी अफ इस्ट लन्डन तपाईहरूको लागि बेस्ट अप्सन हुन सक्छ। युनिभर्सिटी अफ इस्ट लन्डनमा दुवै ब्याचलर्स र मास्टर्सको कोर्सहरू अभाइलेबल छ। यदि तपाईहरू ब्याचलर्सको लागि सोचिराख्नु भएको छ भने तपाईहरूको +2 मा चाहिँ 2.8 GPA हुनुपर्ने छ। आइएल्स दिनुभएको छ भने 6 नट लेस देन 5.5, पिटी दिनुभएको छ भने 59 नट लेस देन 59। इङ्ग्लिस रिक्वायरमेन्ट पनि वेभ हुन्छ यदि तपाईहरूको +2 को इङ्ग्लिसमा बी छ भने। यदि तपाईहरू मास्टर्सको लागि हुनुहुन्छ भने 4 इयर्सको ब्याचलर्समा 55% मिनिमम पनि हुनुपर्ने छ। यदि तपाईहरूको 55% भन्दा तल छ भने तपाईहरू प्री मास्टर्सको लागि जान सक्नुहुन्छ। इङ्ग्लिस ल्याङ्ग्वेज रिक्वायरमेन्टको कुरा गर्दाखेरि यदि तपाईले आइएल्स दिनुभएको छ भने 6 नट लेस देन 5.5, पिटी दिनुभएको छ भने 59 नट लेस देन 59। यदि तपाईहरुलाई युनिभर्सिटीमा कुन कुन कोर्स अभाइलेबल छ, ट्युसन फी कति छ भनेर बुझ्न मन छ भने स्क्रिनमा मेन्सन भएको नम्बरमा मलाई डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ।